हेलो गाइज वेलकम टू माई न्यू ब्लग। यदि मेरो ब्लगमा तपाईँ नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त। Happy birthday to you, Manu. Happy birthday. पहिला रेडी हुँदैछ सबै आइस केक काट्ने भनेर होइन ल आज सर मेरो बर्थडेमा यहाँ उपस्थित हुनुभएको छ। थ्याङ्क यू सो मच फर मेरो काममा जिरो हुन के भन्नु छ। म एकदम ठुलो फ्यान हो प्रकाश सरको। आउँछन् 11 बजे ब्लगमा आएर बोल्नु परेन। 11 बजे She's ready. दामी फेरि 4 अगाडि होला मलाई त फुटेको भन्दा नै म त बुढी देखिन्छ। देखेन केटी यहाँ एउटा देख्नु पर्यो। अलि माथि गएर क्यामेरा तिम्रो खै एउटा त मै समाज जस्तो खै भिडियो त हजुरले अगाडि गर्नु त अलिकति यता अनि त्यति अलि भित्र अलि माथि अलि उता उतातिर हजुर आफूतिर तान्नु न फोन भाइजी भन है अनि दिदी हो त्यहाँनिर ल हैप्पी रहा नहीं जाता, तड़प ही ऐसी है ना। अर्को वर्ष 25 वर्ष बुढी हुने नेपाल जाने राम्रोसँग दसैँ तिहार पनि हो है मनाएर आउने है त। अब कहिले पनि पढाउन पाउँदैन हजुरको जय हो। पछि बहिनीको नाम के? अस्मिता। सरी क्या सीन है।
मजा आया और मैं ये जो मजा है यस्तो किस गरेर जस्तो गरौँ अनलाइन साइटबाट गालामा के गरौँ गरेर जस्तो गरौँ तपाईँ बिजा बस्नु बिजाले किस गर्नुहुन्छ म के गरौँ अलिमा तपाईँ आउँछु पछि उठेर उसले दिदी दामी है दामी दामी ल ल अब चाहिँ हामी केक खानेछौँ द्याट्स अ गुड ल यो त सबैभन्दा इम्पोर्टेन्ट काम हो नि त पहिला हात बग्नु हजुर दान दिन क्या I need to go.
पर्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो ससुराली देखेपछि साली मन पर्यो ससुराली आऊ ल फाइनली डान्स पनि सकिसक्यो अब डान्स सकिसकेपछि अब हाम्रो भोजन कार्यक्रम सुरु हुँदैछ है भोग जति छ खाने भात पनि भिज्छ अहिले चाहिँ हाम्रो Now it's the time for unbox our birthday gift. तेरो गिफ्ट पनि लिएर त यो मेरो सेटिङ स्प्रे है त Yes, nice. अस्मिताको सुरुबाट स्टार्ट गर्न अलि बजाइदियो अस्मिताको अनि यो चाहिँ हुडा ब्युटीको बेकिङ इजी बेक पाउडर यहाँ लाउने बेकिङ पाउडर मेरो मेकअपको बेकिङ पाउडर आई निड दिस भने हजुर किन भन्दै हुँदाको यही हो के भन्नाले त्यो लुज पाउडर जस्तो लुज पाउडर हो अच्छा नाइस नाइस थाहै हुन्न के मेकअपको कुराहरु नभए पनि किनिदिले अब रोसिनाको गिफ्ट है त यो रोसिनाको फेन्टी ब्युटीको के हो रे ग्लो स्टिक ग्लस मेकअप हो ग्लस स्टिक के बम ओठलाउने हो बम स्टिक रे यो चाहिँ ग्लिटरी हा साइनी ग्लिटर ओके लाइले हाल्छु नेपाल जाँदा लाए हुन्छ वाओ नाइस ग्लो एन्ड साइनी ल ल थ्याङ्क यू रोसिना ल रोसिनाको ताली रोसिनाको लागि अब सन्ध्या नानीको गिफ्ट खोलौँ है त हामीले अब ल कस्तो क्यूट so cute package you can see यो लेस पनि तपाईले कपालमा लगाउन पनि मिल्छ हो कस्तो क्यूट ए यो पनि मेकअपकै होला हैन बन्टी रहेछ हैन यो ज्वेलरी ज्वेलरी होला वाओ नाइस you can see the packaging it's so good okay होला यसमा ल गेस एनी गेसेस खै म हेरौँ ल गेस गरौँ है ल मेरो इयरिङ ल रोसिना इयरिङ्स ल हजुरले खै म त के भन्नु अरे के भयो त्यो बहिनी आउँछिन रे रिङ हो भर्खर बस्टाउन लाग्छ दाइ भन्दैछ आउ हात खा जाम मैले नेक्लेसै भन्ने ल दाइको गेस फाइनली नेक्लेस रे ठ्याक्कै पार्दै के कति राम्रो कस्तो वाउ भएपछि मैले नेपालबाट दिनु पर्छ कति क्यूट हो न थ्याङ्क यू तपाईको ड्रेस सँग सुट गर्छ कस्तो राम्रो मलाई लाएर जान्छु ल नेपालमा त वाओ ल ल जोरदार ताली 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 सम्मान गरिदिनु होला ल अब आई स्पेशल गिफ्ट हाम्रो सर र म्याडमबाट हामीले चाहिँ मेकअपमा आएको भएर मेकअप प्रडक्ट दिए ल के होला यो सबैले गेस बस वाओ गुच्ची गुच्ची अरे अरे चले माय पार्टी ब्याग कस्तो ग्लिटर I have another gift also inside. Wow. Any gifts? के होला? इयरिङ के होला? के होला ल भन? इयरिङ चकलेट हेमानी टान टाडा क्लिप क्लिप अझ एउटा राम्रो कस्तो राम्रो कस्तो क्यूट ताल किन भनि त कस्तो राम्रो कस्तो क्यूट गिफ्ट हो यो त लास्ट राम्रो है ब्याग लास्ट राम्रो छ म नेपालमा साडी लाएर यसरी यो लिएर हिँड्छु है यस्तो पैसा राख्नु ठिक हुन्छ ल थ्याङ्क यू सो मच हाम्रो सर म्याडमको लागि जोरदार ताली थ्याङ्क यू सो मच अनुकूल देखाइदेऊ देखाइदिन्छु अब के कसको त्यो यो चाहिँ हाम्रो अस्मिता बहिनीको गिफ्ट नेचुरल है यो नेचुरल हैन
लाउने भाइको गिफ्ट पनि हाम्रो साहिल भाइको यो पनि मेरो स्पेशल प्लान्ट आई लभ प्लान्ट थ्याङ्क यू सो मच अब यो चाहिँ हाम्रो मिस अनु थापाको गिफ्ट हाम्रो ग्रुपको डन अनु थापा बस्नु जाने हैन र 350 मा ल है हाम्रो यहाँ बहिनीको नि गिफ्ट आइछ ल रोसिना लास्ट अब एउटा ल हाम्रो बहिनीको गिफ्ट हिमानीको गिफ्ट हैन मेरो अनि हिमानीको गिफ्ट वाओ द ब्लेजर मुस्ताङ अहिले हिउँ पर्दैन भयो नि त मुस्ताङमा कस्तो राम्रो है ल बाई बाई सबैलाई ल बाई बाई ल